हेलो साथीहरू, स्वागत छ फेरि आजको मेरो एउटा मिनी ब्लगमा। अनि आजको मौसम चाहिँ यस्तो टन्टलापुर घाम छ अनि आज पनि लाइन पनि छैन। आज शनिबार भन्ने बित्तिकै हाम्रोमा त्यतिकै पनि लाइन जाइरहन्थ्यो। अनि यो झन् अगाडि न्युज भनिरहेको थियो कि लाइन जान्छ 4 बजे भनेर, तर हाम्रो चाहिँ 7 बजे गएको थियो र 7 बजे नै आयो है। अनि चाहिँ भाउजूले माछा मार्दै हुन्छ अनि ठुलो मम्मीले त खै के गर्दै हुन्थ्यो पनि। अनि म चाहिँ प्रो भन्दै जिस्काउँदै थिएँ। अनि भाउजू र म चाहिँ यहाँ माछा मार्दै थियौँ। लाइन छैन नि त, हल्का टाइम पास त गर्नु पऱ्यो, दिन त कटाउनु पऱ्यो। मोबाइलमा चार्ज पनि थिएन, त्यही पनि हल्का यस्तो भिडियोहरू त बनाउने गरेकै थियो। अनि दिदी त घाँस पनि काट्दै हुन्थ्यो। अनि हामी चाहिँ यता माछाको व्यवस्था गर्दै थियौँ। पढ्न के पर्थ्यो, अलिअलि हाँसले खेदाउँथ्यो र पढ्थ्यो। अनि त्यही भएर थापेको, अनि मैले थापेको चाहिँ परेन। अनि दिदीले मलाई घाँस बोक्न बोलाउनु भयो। अनि म चाहिँ घाँस बोक्न गएँ। अनि घाँस बोकेर लिएर आएँ। मैले त अड्याएको थिएँ नि त, मैले बोक्नु पऱ्यो। अनि घाँस बोकेर ल्याउँदा गएर गलेँ, हेर न, हात मेरो कोन्टा पिल्से भएको थिएन, रातो रातो। अनि कस्तो राम्रो फुल फुलेको थियो। अनि मैले झल्का देखाइदिएँ। अनि त्यहाँ मलाई हेर्थ्यो, के भन्दै हुन्थ्यो। अनि त हाम्रो माछा चाहिँ यति छ। अनि हाँसलाई चाहिँ हामीले पुरा खेदाइ गरेर त आन्टीहरूले रुँगिरहनुपर्छ हाँस भाग्छ भनेर माछा पारिदिनको लागि। माछै पर्दैन क्या, मरेर एक दुईवटा पर्छ। अनि हाँस आयो भने चाहिँ धेरै नै पर्थ्यो। अनि त्यही भएर हाँसलाई हामीले चाहिँ थुनेर राखेको छौँ बिचमा। अनि त एकपट्टि बुइने एकपट्टि आन्टीहरू भएर हाँसको गोठालो बसी जस्तै भइरहनुपर्छ। अनि माछा धेरै परेन। अनि मैले चाहिँ केलाउनु थालेँ, त्यति भए पनि यसो हल्का छाक ढाँट्छ होला भनेर केलाउनु थालेँ। अनि केलाइ गरेर पखाल्नु पऱ्यो नि त, त्यतिकै खानु भएन नि त। अनि यसो पखाल्नु थालेँ मैले चाहिँ माछालाई। अनि लाइदा थिएन, त्यही पनि अलिअलि चिसो हुन्छ नि त फ्रिज। अनि मैले हल्का फ्रिजमा राखिदिएँ माछा चाहिँ। अनि यसपछि के गरेँ भने थाहा पाउनुको लागि चाहिँ मेरो भोलिको भिडियो हेर्नु होला, किनकि अहिले भिडियो लामो हुने भयो। भिडियो लामो भयो भने तपाईँहरूलाई हेर्दा पनि झ्याउ हुन्छ होला। यहाँसम्म त कसैले पनि हेर्नुहुन्छ भने त खासै उयो लाग्दैन। त्यही पनि भिडियो बनाउँदा चाहिँ हेर्नुहुन्छ भने कमेन्ट गर्नुलाई हेर्छु भनेर, नत्र भने त खासै अब हेर्ने मान्छेले मात्रै गर्नुहुन्छ, नत्र भने त कमेन्टबाट पनि आउँछ, मलाई थाहा छँदैछ। अनि मैले चाहिँ यो माछा फ्राई गरेर अहिले त्यो पकाउनु थालिसकेँ साँझमा हो। त्यसमा चाहिँ के गरेँ भने अर्को भिडियो हेर्नु भने म अगाडि भनिसकेको छु होइन। अनि भोलि चाहिँ मेरो भिडियो आउँछ त्यसोको। अनि अहिले चाहिँ टमाटर मसला हालिसकेर मैले चाहिँ पकाउनु थालेँ। अनि यति हालिसकेर म चाहिँ गएँ बेलचाना टिप्नको लागि। अनि बेलचाना माछामा हालेर खानुभएको छ भने त पक्कै पनि थाहा छ कस्तो हुन्छ बेलचाना हाल्दा भनेर। अनि मैले चाहिँ काटकुट गरेर बेलचाना पनि हालिसकेँ सब्जीमा। अनि यो हालिसकेर चाहिँ मैले एउटा केही मिस्टेक गरेँ भन्दाखेरि चाहिँ लास्ट मैले बेसा हाल्न बिर्सेछु, भोलि लास्टमा थाहा पाएँ। अनि बेलचाना हालिसकेर बेलचाना पनि पाकिसक्यो। अनि मैले त माछाबाट माछा हालिदिएँ। अनि मेरो माछा पनि रेडी भयो। अनि हामीले खायौँ। त्यो मेरो भिडियो यति नै। बाइ साथी, थ्याङ्क यू फर वाचिङ।